जसले जेमा योगदान गरे हुन्छ त्यहाँ त्यसको नाम आउँछ। त्यो कुरा बुझौँ है हर्क साङपाङज्यू। तपाईँले श्रम संस्कृति पार्क बनाउनु भयो, अब त्यहाँनिर तपाईँकै फोटो, तपाईँकै शालिग, तपाईँकै मात्रै नाम किन आयो? त्यस्तै यलम्बरको माया लाग्थ्यो, यलम्बरलाई त्यति मान्नुहुन्थ्यो भने यलम्बर पार्क किन राख्नु भएन त्यहाँनिर नाम? बेसार फ्याक्ट्री खोल्नुभयो, किन तपाईँको फोटो टाँच्नुभयो? यलम्बरको राजाको फोटो टाँसेको भए हुन्थ्यो। विरोध गरे होइन, कुरा सत्य हो, बुझिराखौँ। अब जसले जेमा योगदान गरे हुन्छ उसको नाम त्यहाँ हुन्छ। अब दार्चुलाको पुल बनाउनु हुँदैछ, त्यहाँनिर यलम्बरको फोटो राख्नुहोस् न त। त्यसो भएदेखि यलम्बर के नाम दिएर राख्नुहोस्, सक्नुहुन्छ? सबै आफू चाहिँ के अरे आफ्नो फोटो, आफ्नो नाम, हर्क बात भन्दै गर्ने। अनि पहिल्यैदेखि नामाकरण भएर आएको, पहिल्यै नामाकरण भएको स्थलहरूलाई चाहिँ यलम्बर इन्टरनेसनल एयरपोर्ट अनि यलम्बर राजमार्ग, घन्टा जस्तो के खालको मान्छे रहेछ हौ यो? फेद्न टुप्पोको मान्छे रहेछ यो मुला यार।